नमस्कार सम्पूर्ण साथीहरू, म चाहिँ मेरो ड्युटीमा लागिसके। अब म चाहिँ स्वदेशमा बसेर यस्तो काम गर्छु क्या। बाख्रा गोठाला गर्छु अनि कहिलेकाहीँ तरकारी बारीमा अनि काम गर्छु। बाख्राहरूलाई चाहिँ खोरदेखि अब जाडो हुन्छ नि त अहिले, त्यही भएर माथि बारीमा एकछिन घाममा बाँध्नको लागि हिँडेको छु। बाख्राहरूलाई चाहिँ अलि छिटो घाँस खानु मन लागेर छिटो कुदिरहेको छन् अगाडि। कोही चाहिँ हिँड्न सक्दैन, आउँदैछन् पछि। हाम्रो नानीले चाहिँ, दाइको छोरीले चाहिँ यसरी नहिँड्नेलाई चाहिँ पछाडि लिएर आउँदैछ। यस्तो बारी उकालो छ पाखा बारीमा, यसरी हात्तीहरू अघि कुद्दैछन्। म पनि उकालोमा स्याहाँ भइरहेको छु। यसरी घाम लागेको छ। माथि पुगिसके कोही ठाउँमा सानोको चाहिँ आमा मरेको हो, त्यही भएर जहिले पनि मसँगै हिँड्छ क्या। चाहिँ मान्छेसँगै मात्रै हिँड्छ। स्ट्यार्स पनि अस्ति बाँधेको भर्खर। मेरो चाहिँ यस्तै छ कामहरू। अब बाँधेको ठाउँ पनि म देखाउँछु, हाम्रो गाउँले पारा। अलि रुगाखोकी लागिरहेको छ, त्यही भएर स्याहाँ भइरहेको छ। घाँस यसरी झुन्डाइदिएको छ। यो चाहिँ बान्ने किला हाम्रो। यो घरमा चाहिँ नबसेर सबै सानो घर छ, माथिल्लो घरमा गएको छन्। ल यिनी नै हो हाम्रो बान्ने ठाउँ चाहिँ बाख्राको चाहिँ दिउँसो घाममा।